भारतभर छाए रवि पहिलो नम्बरमै उठाए नेपाली भूमि फिर्ताको कुरा, सम्झाए टिभीको सीधा कुरा, पाए प्रधानमन्त्री के जस्तो भव्य सम्मान। विश्वकै ठूलो लोकतान्त्रिक देशका शीर्ष नेतासँग 1-to-1 वार्ता। नेपाल भारत सम्बन्धलाई नै रिसेट गर्ने 8 बुँदाले ततायो दिल्लीदेखि काठमाडौँसम्मै। दिल्लीको सडकदेखि भारतीय प्रधानमन्त्रीको कार्यालयसम्म एउटा नेपाली नेताको अभूतपूर्व स्वागत भइरहेको छ। तर यो स्वागत भन्दा ठूलो कुरा दिल्लीकै मुटुमा उभिएर भारतकै प्रतिष्ठित पत्रिकामा नेपालको नयाँ नक्सा र सिमानाको कुरा यसरी उठाइएको छ, जसले काठमाडौँदेखि दिल्लीसम्मको राजनीतिक तापक्रम एकाएक बढाइदिएको छ। जसरी टिभीमा सीधा कुरा कार्यक्रम चलाउँदा जबरजस्त रूपमा नेपाली भूमिको कुरा उठाउँथे, त्यसैकै झल्को दिने गरी दिल्ली पुगेर कुरा उठाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले 5 दिने भारत भ्रमणमा छन्। भारतीय जनता पार्टीको मुख्यालयदेखि उच्च तहका नेताहरूसँग उनको 1-to-1